나도 이제 아주 어 आज 요즘에 지시 यो आर्यक्षमा अर्थात् अनि को 딩딩 यो 저거만 वसन्ती अनि शिक्षाको यो प्रवचन 아자 सुरुवात भएको छ 지구나 베게 아서 अनि यसमा 어 यो अनि 딩딩 남아도에 वस्तु 단단한 ऋतुमा 신기 पाल्नुभएको 건너고 अब 저래 अनि गुरुजनहरू किम्बोहरू त्यसै गरी 단단한 भिक्षुनी 신기다 간다 साथै 천안균이 신신 단계에 अनि यो 청소하다 सञ्जालदेखि 에 हेरिरहनुहुने सम्पूर्ण 토바 좌시베 अनि बौद्ध 단단히 मार्गीहरूलाई अनि मेरो हृदयदेखि 샤베지 नै अ, अनि 단다리데 हार्दिक न्याय अभिवादन 아니 साथसाथै 모든 टासितेले व्यक्त गर्दछु 라마노지베 가져다 막고 마셔도 쓰바 अनि जुन 데데 뉴스안에다 पञ्च 라마노지바디 सिक्का भनौँ न यो गुरु 시에베베 तायाङले 거래 बताउनु भएको हो 제소다 ङ야리아 시에베베 यो 경제조 पहिलो 칸데 साल पनि गएको थियो 시당마 슈스베레 데다 이네 अनि यो 넘버 साल पनि म सुरुवात गर्न 샤도 गइरहेको छु 숭주에로 운수슈에 인두산에 아니 넘버 링게 소리야 제수 수도 अनि 근데 다시 슈비네 아무만로 삼체도 यसको अब बताउनुको कारण 다제당기 के हो त भन्दाखेरि 라마당 계신이 사례 계신부 인베기 यो भित्र चाहिँ गुरु र चेला कतिको महत्त्वपूर्ण 조디 छ भन्ने कुरा अनि हामीले 동아 बुझ्नुपर्दछ 닝게 नालोने यो चाहिँ 다 सूत्र र तन्त्रभित्र सबैमा 남녀도 송여버디 아니 धेरै 사디 पटक पटक दोहोऱ्याएको छ 딩딩버세 यो चाहिँ अब 아 सबैले थाहा 나로도 भएको कुरा हो 상아 साथ विशेष 나로래야 गरी वज्रयानको कुरा गर्ने हो भने 라마마 덴발래야 지 라고나다 나다 알아서 अनि 다 딩제게 गुरु 상아게 नदेखेकन नि वाङ 페이지 लिने होइन 덴데부터 अनि 버럽지다 जप साधना गर्ने चाहिँ यो चाहिँ 아마지 मिल्दैन 셰미 쇼버도 지레스 यस्तो गर्नु 라비네 हुँदैन भनेर अनि 투여버리 차리요 हामीले भन्नु पनि मिल्दछ 에페차샤비나 यो त 상아 거리야다 지 상아 상아게 अ, 람긴 주군로 통마지 상하게 람리아 अब भनौँ 슈세베다 न 그 고원로 당보디 가는 고주요르서나 아니 왕슈하는 고주요르바 아니 अनि 왕 हामीले 슈세네 다 वज्रयानको गुरु 기도르바 नलिकन हामीले कुनै पनि वाङहरू लिन 기도르바 मिल्दैन 쇼니 아니 다 वज्रयानमा छिर्दाखेरि हामीले पहिला के हो त गुरुदेखि अभिषेक वाङ लिनुपर्ने 아니 हुन्छ 딘데 왕슈에 거래야 라마메 अनि 아니 अनि 왕난게 매버지 यदि 왕슈게 내버리지 गुरु छैन भने 아니 हामीले वाङ 사례 पाउँदैन वाङ 라마메 नपाएको पछि 왕슈게 हामीले वज्रयानमा प्रवेश गर्नु 상하게 धेरै 람리아 गाह्रो कठिन हुन्छ 주야ल्या पजी त्यसैले 라마메게나 बौद्ध 다시 धर्ममा 슈베지 भित्रको वज्रयानमा प्रवेश गर्नको 라나닝게 लागि 아왕 वज्रयानको 슈베기네야 다 상하게도 मार्गमा हामीले 왕로 अभिषेक लिनै पर्छ 주야르바 되게 자와대야 또지 라말레야 투여 되버지 यो सबै कुरा के हो त 다데 भन्दाखेरि चाहिँ 아니 वाङको 오늘 कुरा गरे पनि जप साधन 되게다 ध्यान गर्दा पनि सबैको 계속 महत्त्वपूर्ण मूल चाहिँ गुरु 계세미 हो भन्ने लामा हो भन्ने म 상하게 बताउँदछु सुन्नु 람리아 पुगेको छ 딩게 되베 내가블래야 아니 다 디가블래야지 계속 게르미네아레 조르미네아레 अनि 디주발래야지 भनौँ न यो ध्यान गर्ने 디 क्रममा उत्पत्ति 라마게 क्रम 주요르바 त्यस्तै गरी निष्पन्न क्रममा 냠 दुई 냠네 क्रमको ध्यान जे 냠네베기네 भए तापनि के 아니 हो त गुरुलाई छुनु पुगेको छ 냠네 체 미셰바 냠네 체 गुरु 제타베게 बिना 되버지 कुनै पनि हामीले अध्ययन र ध्यान गर्न सक्दैनौँ har sang gebe ध्यानको टापु men पुर्याउने chigina गुरुको खाँचो har ba पर्दछ debe त्यसैले debe गुरु lama नदेखाइ हुँदै rigda ga हुँदैन chudu ba jiwole ya rigda ga chudu shuye debe त्यसैले हामीले debe गुरुलाई da चाहिँ के हो त सधैँ नै मेरो tingja ya शिरमाथि tingja एउटा sebe आफ्नो ule कुलको ya पति जसरी शिरमा agi राख्नुपर्दछ da de ane अत्यन्त lama महत्त्वपूर्ण छ chi korang kita lama lu chi loba lam gi negam ne त्यही कारणले आफ्नो lama आँखा chi जस्तो den sen आफ्नो मुटु ane जस्तो di गुरुलाई den den da chi सम्झिनु sang पर्दछ che se ta thendam la chi sang ge debe lu chi namba di 저주세베 남바 텐데 비스레 마도 त्यसै 세네 कारणले हाम्रो 상게 심버지 गुरु के हो त भन्दाखेरि अब 주요르바 वास्तवमा बाहिर हेर्दाखेरि हाम्रो 옹나니 चावेलाम हो तर 다시 वास्तवमा उहाँ स्वभाव पनि 주세베 बुद्धको स्वरूप हो 라마메 슈예르비치 पहिलादेखि नै बुद्ध 다소나 भएको भनेर सम्झिनु पर्दछ होइन 상하게 냠랭 토네 시에비나 지 अनि 톤타파송 가능이네다 라마도 वज्रयानको कुरा गऱ्यो भने चाहिँ पहिलो चरणमा होस् मध्यममा होस् 디그 अन्तिम 자베데 चरणमा होस् 아니 गुरु बिना 토네 कुनै 다게 हिसाबले 제바지 अब 버르지베 काम 자베 गर्दैन 왕실버디 त्यसैले 나로레야 अ, 아니 당실도 त्यही कारणले 디 गर्दाखेरि 구두로도 आचार्य 지상수 अश्वा घोषकले 간달주 소아도 लेखेको हो भनेर 디 구두 탐제 वज्रयान 아니지 मूल पतन 라마 덴발라 समुच्चय 알레 सुत 되버지 라마 शास्त्रभित्र उहाँले 데베지 लेखेको छ 소소는 무르 वज्रयानको 주요르바 धर्म 되버지 पक्रिनेवालाहरूले 안 라바르도다 सिद्धि प्राप्त गर्नुको 슈베베 लागि 차리나 आचार्य 디게 अर्थात् गुरुको अनुसरण 라마다 गर्नै पर्छ भनेर 슈베베 बताउनु 디게 भएको छ 따심 त्यही कारणले 뜨는 게 알바 सामान्य होस् असामान्य होस् सबै के हो त सिद्धि चाहिँ सबै गुरुको शरणमा गएर गुरुलाई ग्रहण गरेर 근데 मात्रै हामीले 그나 सिद्धि प्राप्त गर्न सक्छौँ भनेर 텐제나 बताउनु भएको छ 파송 아니 आचार्य अश्वा 나게 कोशाले 그 유다
विशेष गरी पेन्सन भनौँ न नारोपा गुरुदेखि अब परम्परा आयो नारोका युवा हुनु पर्यो त्यसै गरी भोट वर्गमा गम्पोपा तकपुरमुसीदेखि फैलेको साधना परम्परालाई अनि साधना परम्परागत कायुपा भनेर यसरी आयो यो सबै के हो त अब अनुभूति र यसको बोधहरू विशेष गरी के हो त गुरुको आशीर्वादमा निर्भर छ आशीर्वाद गुरुमा निर्भर छ गुरु बिनाको कुनै पनि आफूभित्र अनुभूतिहरू ज्ञानको बोध हुँदैन त्यही कारणले गर्दाखेरि धकुरमुछीले के भन्नुभएको छ भन्दाखेरि अमृत माला नामकको ग्रन्थमा भनेको छ भन्नुभएको छ कि युगो युगसम्म ध्यान गरे पनि शिला गरे पनि होइन जति ध्यान गर्दा पनि के हो त अनि वृद्धि अब शक्ति भनौँ न एउटा अभिज्ञहरू प्राप्त भए तापनि यो अनि आफ्नो हितम भन्छ इष्टदेव प्राप्त भए तापनि अब घाम र जुन जस्तै अब बराबरीको स्थिति प्राप्त भए पनि अनि युगौँ युगसम्म यो संसारको अन्धकारदेखि महासागरदेखि मुक्त हुन सक्दैन त्यो हुनुको लागि आफ्नो मनलाई चिन्नु पर्यो मन बुद्धले स्वभाव त भएको चिन्नु पर्यो त्यो गुरुदेखि चिनाउने हुँदाखेरि गुरुको आज्ञा बिना गुरुको कुनै आज्ञा र आदेश बिना कुनै पनि अब आशीर्वादहरू पुगे पनि यो संसारको दुःखदेखि मुक्त हुन सक्छ भनेर बताएछ फेरि पनि घम्पोपा गुरुले भन्नुभएको छ कि अमृतमालामा गुरुको आशीर्वाद आफूभित्र प्रवेश भएन छिरेन भने आफ्नो मन देख्दैन आफ्नो मनलाई भित्र चिन्नु सकेन भने यो संसारको बन्धनलाई चुडाउन सक्दैन भनेको छ अनि संसारको विभिन्न पञ्चतत्त्वदेखि आएको विभिन्न के हो त पञ्च विज्ञानको कुरादेखि भित्रिएको कुराहरूलाई अब रोक्नु सक्दैन भनेको छ त्यही कारणले यो संसारमा जति पनि हामीलाई संसारमा बन्धन हुने आवरणहरू सबै विघ्नबाट हटाउने कुराहरू होइन ज्ञानहरू आफूभित्र बोध गराउने कुराहरू जति पनि संसारको देखाउ मनलाई लोभ्याउने कुरालाई रोक्नको लागि सबै जे भए तापनि सबै ज्ञान सम्पन्न हुनको लागि गुरु एक्लैमा निर्भर छ गुरु नै भर पर्छ गुरु बिना कुनै पनि ज्ञान आफूमा जन्म हुँदैन है भनेर अनि प्रार्थना गरेर मात्रै हुँदैन गुरुलाई शिरमा रहनु पर्यो शिरमा राखेको गुरुलाई बुद्ध जसरी नै सम्झिनु पर्यो भनेर बताउनु भएको छ त्यही कारणले गर्दाखेरि प्रार्थना मात्रै गरेर गुरुको आशीर्वाद लाग्दैन नि गुरुले बताएको ज्ञान आफूभित्र अनुभूति भएर त्यसलाई बोध गरेर आफूमा जन्माएर बल्ल जन्मेछ गुरुले प्रार्थना गर्नाले गुरु बराबरीको ज्ञान आफूमा प्राप्त हुन्छ त्यो भयो भने यो संसारको प्रपञ्चदेखि मुक्त हुन सक्छ बल्ल धर्मकायाको ज्ञान प्राप्त भयो भनेर यसलाई निर्णय लिइन्छ अनि पञ्चबीस छैटौँ विज्ञानको कुरादेखि उत्पन्न भएको सबै संसार मायाजाल जस्तो सपना जस्तो एकै नजरमा देख्नु सक्छ संसारको बन्धदेखि मुक्त हुन्छ त्यही कारण चाहे संसार किन नहोस् चाहे मोक्ष मार्ग किन नहोस् कुनै पनि सन्देह हुँदैन त्यसमा मैले बुझेन भने कुनै पनि प्रश्नवाचक कुनै धर्महरू हुँदैन भनेर यसरी घम्पोपा गुरुले बताउनु भएको छ त्यही कारणले अनि गुरु चिनाउनको लागि कति गुरु के रहेछ गुरु देखायो भने आफूले ज्ञान प्राप्त के रहेछ यसको कुरा निश्चित रूपमा बुझ्नुपर्छ होइन यो वज्रयानको ग्रन्थभित्र छेप्ती बताएको छ गुरुदेखि वाङ लिइसकेपछि अनि वाङ लिइसकेपछि ngapchupa भनिन्छ अर्थात् के हो त भन्दाखेरि यो पञ्चसिका 50वटा जुन एउटा अध्याय भएको पाठ चाहिँ हामीले जसरी पनि यो के हो त ध्यान गर्नुपर्ने अध्ययन गर्नुपर्ने अनि परम्परा रहेछ भनेर बताउनुहुन्छ वाङ लिइसकेपछि लामा ngapchupa अर्थात् पञ्चसिका भनिन्छ यसलाई है 50लाई संस्कृत भाषामा त्यो भित्र भएको अध्ययन गर्यो भने यसको बुझेर ज्ञान लिएर मात्रै अनि कुराहरू हामीले अवश्यको ज्ञानहरू ध्यानहरू फलहरू प्राप्त हुन्छ भनेर बताएको छ आजभोलि हेर्नुहोस् न एउटा कुरा एउटा गुरु लामा लामा भनेर आजभोलि के हो त नि थाहा नहुने त्यत्तिकै लामा भन्छौँ तर लामा भनेको के हो थाहा छैन नि त अब भिक्षु भनौँ न एउटा भिक्षु प्रवर्जिता अब भिक्षुहरूलाई लामा लामा भन्छौँ नि
याना लामाला सांगेगी अब याव यो लामा भनेको के हो त माजे ने सबैले लामा लामा मुखले भन्ने गर्छ नि यो कस्तो राम्रो हो कि नराम्रो हो त जाँच नगरे जाँच गरेन भने बुझेन भने यसलाई हामीले के हो त भ्रममा फसाउने खतरा हुन्छ नि त्यही कारणले बौद्ध धर्मलाई समग्र समस्त प्राणीहरूलाई नि बुझे लामाको विषयमा बुझेन भने मुखले लामा भन्दैमा अबले के हो त खतरा हुने विभिन्न समस्याहरू उत्पन्न हुने खतरा देखिन्छ अनि आजभोलि त्यस्तो गरी अब गुरु टुल्कु रुम्बुछेला अनेकन भनौँ न खेम्पो लगायत अनेकन गुरुहरू छ नाम होइन नाम उस्तो उतै छ सबै लामा चाहे रुम्बुछे भने लामा टुकु भने लामा खेम्पो भने लामा आचार्य पनि लामा होइन जे भए तापनि लामा भनेको के हो होइन बुझ्नुपर्छ जब उसले लामाको कुरै बुझेको छैन लामा भनेको के रहेछ बुझेको छैन त्यो मान्छेले गुरु भनेको के हो रुम्बुछे भनेको के हो टुकु भनेको के कसरी बुझ्छ र अनि अनि गुरुदेखि वाङ टन्न टन एकदम थप्पिलियो तर गुरुले दिएको धम्सिक भनौँ न एउटा वचनलाई आफूले पालना गरेन समयले आफूले लिएन भने अनि आशीर्वाद कहाँ प्राप्त हुन्छ त झन् बिघ्न बाधा आउँदैन त होइन त्यही कारणले गर्दाखेरि लामाको छेउमा बसेर मात्रै लामाको आशीर्वाद पाउँदैन कि लामालाई सम्मान गर्नु पर्यो यो लामा बुद्ध नै हो भने हामीले के हो त हुनु पर्यो नि मुखले चाहिँ ए यो लामा के एकदम फोरी लामा यसको बेउरै छैन भनेर अनि मुखले त्यसलाई त्यसो अपमान गर्ने तिरस्कार गरेर पनि आशीर्वाद लाग्छ जुन वाङ थाप्न जाँदाखेरि ठिक्क पार्ने पछाडिदेखि कुराले ठ्याक्क पार्ने त्यसरी नै हुन्छ र हुँदैन नि भनौँ न यो जीवन गुरुको लागि उहाँ गुरुको चरणमा उहाँ किन लाउँछ यो जीवन लामो आयु हुनुको लागि खुसी शान्ति धनटक्य भनौँ न धनवान हुनुको लागि अनि यस्तोको लागि हामीले उहाँ लिने होइन नि यस्तो यस्तो सोचेर उहाँ लियो भने त ज्ञान कहाँ पाउँछ पाउँदैन नि त यसले त हामी अन्तिममा जाने कहाँ छ थाहा छ मित्र नर्गमै गएको बाटो रोज्छ यसले होसियार अनि त्यही कारणले म राम्रो हुनु पर्यो मैले यसको कुरा बुझ्नु पर्यो वाङ किन लिनेछु वाङ लिने गुरु कसरी सम्झिनु पर्यो वाङ दिने गुरु को मैले कस्तो नजरले हेर्नुपर्छ यो कुरा बुझ्नुपर्छ नि मैले अहिले पञ्चशिका गुरु अशोक घोषले बताएको कुरा बताउँदैछ अनि भविष्यमा म यसको अहिले बताउने कुरा मात्रै नभएर योसँग सम्बन्धित भएको कुरा धेरै कुराहरू छ यसको मलाई बताउनु कुरा इच्छा लागेको छ भविष्यमा अनि यसको अब व्याख्या रहेको छ होइन भविष्यमा जस्तो कि लामाङाम्चुबो ठिसुल भनेको छ पञ्चशीको व्याख्यानहरू धेरै ठुलो ग्रन्थहरू रहेको छ यसको व्याख्यानको मैले बताउन सकेँ भने अत्यन्त तपाईँहरूलाई स्पष्ट होला कि भनेर अनि अब एउटा आशा जागेको छ मलाई यसको जमर्को राखेको छु भविष्यमा मैले निरन्तरता दिनेछु भन्ने आशा जागेको छ अनि क्रमैसँग यो अब आर्य क्षमा भनौँ न आनीहरूले जो भिक्षुणीहरूको यो बेसन्ते शिक्षाको समयमा म बताउने क्रम जारी राख्नेछु भन्ने एउटा आशा राखेको छु मैले यसलाई गुरु पञ्चशिका भनिन्छ है त यो अब गुरु पञ्चशिका आचार्य आश्वा घोषाले बताउनु भएको हो है लोपेन तायाङ भन्छ उहाँले बताउनु भएको हो यो वज्रयानको कुराहरूमा कुराको बताएको छ अब आज हामी कहाँ जाँदैछौँ त भन्दाखेरि हामीले देखाउनु पर्ने हामीले लिनुपर्ने गुरुको गुण कस्तो हुनुपर्छ अनि यो अहिले यसको अब शीर्षकमा पुगेका छौँ होइन त्याग्नु पर्ने अब गुरुको जुन अब गुणहरूलाई लिनु ग्रहण गर्नुपर्ने गुरुको गुणहरू यो के हो भने यसको विषयमा पुगेको छ अनि पहिला चाहिँ अब कुन कस्तो लक्षणहरू चाहिँ त्याग गर्नुपर्छ बताइसकेँ अब कस्तो लिनुपर्छ कस्तो ग्रहणको अब गुरुसँग भएको गुणहरू लिनुपर्छ भन्ने कुरा चाहिँ म बताउन चाहँदैछु अब के हो त भन्दाखेरि अब के बुझ्नुपर्छ भन्दाखेरि व्याख्या गर्ने क्रममा हामीले जसरी सिक्नुपर्ने कुरा के हो त जान्नुपर्ने कुरा के हो त भन्दाखेरि वज्रयानको परम्परा अनुसारमा गुरुलाई बुद्ध जस्तो हेर्छ नि त होइन बुद्धको साक्षी राखेर
एउटा श्रद्धा भक्ति अब भनौँ न भित्रैदेखि आस्था राखेर बुद्ध जस्तो सम्झिनु पर्यो नि त। वज्रयानमा यही नै हो, चाहे लामा किन नहोस्, बुद्ध जसरी नै हेर्नु पर्यो। जे बताए पनि, जस्तो बोले पनि, जे उसले चर्या देखाए तापनि बानी बेहोर्दाखेरि यो बुद्ध नै हो सम्झिनुपर्छ। अनि मात्र अभिषेक लाग्ने हो, आशीर्वाद लाग्ने हो नि त, होइन र? चिजले लेख्थौँ भने जस्तो गर्यो राम्रै देख्ने के, जस्तो व्यवहार उस्तै के हो त सद्भावना सद्विचार आफूमा उत्पन्न हुनु पर्यो नि। त्यो अत्यन्त महत्त्वपूर्ण छ है भनेर बताएको छ यो। अब हाम्रो यो पञ्चबिसको धेरै ज्यादाले गर्दाखेरि सपनामा बाहेक विभिन्नमा त बुद्ध देख्दै देख्दैन नि त। सोच गलत छ कहाँ बुद्ध देख्छ त? त्यही कारणले 2500 वर्ष अगाडि मात्र मान्छेहरूले बुद्ध देखे नि त आँखाले, होइन? अब हामीले देख्नु पाएको छैन नि त। तर पनि के हो त हाम्रो चरणमा गुरुहरू छ नि त आफ्नो चवेलामा। उहाँलाई बुद्ध जसरी नजरले हेर्नुभयो भने 2500 वर्ष अगाडि बुद्ध र आफ्नो बुद्ध गुरुमा के फरक छ र? बुझ्नु पर्यो नि त, होइन र? त्यो गुरुले गर्दाखेरि 2500 बुद्धको को हो भने बुझायो नि त। अब बुद्ध भने चाहिँ यस्तो छ होला, केटा मान्छे भन्छ, यो अब नेपालको लुम्बिनीमा जन्मेको भन्छ भनेर एउटा डल्लो हिसाब त सम्झेर त हुँदैन नि त। ज्ञानको रूपमा सम्झिनु पर्यो बुद्ध भनेको त हजुर। मासुको डल्लो होइन नि बुद्ध भनेको त, होइन र? ढुङ्गाको टुक्रा होइन, माटो ढुङ्गाको माटोले बनाएको त होइन नि। अब हाम्रो नजरमा के आउँछ, ओ गुरु भनेपछि कतै अब थङ्गमा बुद्ध भने थङ्गमा देखेर मूर्तिमा देखेर इमेजिन एउटा कल्पना गर्छौँ नि, होइन? अब 2500 वर्ष अगाडि अब बुद्ध गए भारतमा, अब ज्ञान प्राप्त गर्यो, तर पनि जन्मे नेपालको लुम्बिनीमा जन्म्यो नि त। त्यस्तो कस्तो होला भनेर कल्पना आउँछ नि त। अब एउटा कुराको याद गर्नुहोस् त, यदि हामी 500-2500 वर्ष बुद्धको चरण पालौँ हामी थियो भने हामीले सोचेको जस्तै बुद्ध भेट्छ होला, त्यस्तो थियो होला त? अनि मूर्ति पनि पुरा 100 फिट ज्यादा एकदम अग्लो न हल्को, दाँत यति मोती मिलेको, कान यति लेप्रक्क, हात्तीको त झरेको होइन, मजाले ठुलो खुट्टा यति लम्बा, दाँतको ताती भनौँ न यति मिलेको, त्यस्तो होला र थङ्गमा लेखेको जस्तो के त, होइन? तर हामीले त्यस्तै अब हामीले कल्पना गर्छौँ नि। बुद्ध भन्ने बित्तिकै पुरा प्रकाशले उज्यालो सधैँ 24 घण्टा तपाईँलाई के हो त मुस्कान दिनेवाला। थङ्गमा हेर्दा हामीले यस्तो सम्झिने, तर 2500 वर्ष अगाडि यदि बुद्धको कालमा त्यस्तो थियो भने त्यस्तो हामीले देख्नु सक्थ्यो होला त? यदि त्यस्तो सक्नु थियो भने 2500 वर्ष अगाडि मान्छेहरूले बुद्धलाई त्यस्तो देखेर पनि किन उनलाई सम्मान नगरेको हो त? उसले हो बुद्धसँग त्यो थियो, तर के भने हेर्ने नजर गलत भइदिएर अनि उत्पन्न भनौँ न एउटा नराम्रो कुरा त्यहाँ अडचन आइदियो नि त। त्यसै कारणले गर्दाखेरि अनि हामीले सोचेको जस्तो आकाशमा उड्ने एकदम उज्यालो भएको त 2500 वर्ष अगाडि त गाह्रै होला, किनकि मनदेखि नै सम्झेन नि त। त्यसै कारणले गर्दाखेरि अब भनौँ न हामी सबैले सोचेको बुद्ध एक नछ त कहाँ हुन्छ र, होइन? बुद्ध देख्ने नदेख्ने भने आफ्नो विचारमा आफ्नो सद्भावना भर पर्छ नि त, होइन र? अनि हामीले के सम्झिनु पर्छ भन्दाखेरि, होइन, अनि बुद्धको पालमा हामी जन्मिन सकेन, जन्मे तापनि हामीलाई थाहा भएन, अहिले बल्ल चाल भयो नि त। अनि अब 2500 वर्ष अगाडि बुद्ध त थियो, तर आफ्नो त्यो त देखेन नि, आफ्नो चरमा एउटा गुरु छ नि त। खेम्बो हुनुहुन्छ, रिम्बुछे हुनुहुन्छ, टुल्गो हुनुहुन्छ, आचार्य को छ तपाईँले धर्ममा एउटा अग्रदूत तपाईँको एउटा प्रेरणा दिने, त्यसलाई नै बुद्ध सम्झेर बुद्ध स्वयं सम्झिनु पर्यो नि त। उहाँले गर्दा बुद्ध धर्मसँग बुझ्यो नि त। यही नै बुद्ध हो भने बुद्धको साँच्ची सङ्ख्या राख्नु पर्यो। यो वज्रयानको मुख्य बताउने स्रोत हो यो बुझ्नु जरुरी छ। गुरुको नाम हुने बित्तिकै, होइन, होइन, लामाको नाम दिने भरमा नै अब बुद्ध जस्तो देख्न सक्दैन नि त, होइन? जुन जुन चाहिँ कुरा तपाईँले सत्य मार्गमा लगाउँछ, उहाँ लिनुभयो
जुन वाङली सही गुरुले बुद्ध जसरी सम्झिनु पर्यो अनि मात्र तपाईँलाई अभिषेक प्राप्त हुन्छ नि त। लामा रे सेवा चम्सी ठीक यो नङसे गुरु हो लामा रे आफूले क्याप्सुची घर नाम जिब्रो अलिकति मोहन निकालेको जामुन भरमा छि तपाईँले के ठीक बुद्ध जस्तो रे देख्न घर सक्नुहुन्छ। सिंह पछाडि कुरा समय काट्ने छेना तिरस्कार गर्ने अनि रे पोल कोतन सिकेले यस्तो पनि हुन्छ र हुँदैन नि, आशीर्वाद लाग्दैन नि, झन् ताने विघ्न बाधा सिंह अर्चिन्छ। लामा रे से तेलेया अनि नारुबे तेलो बते बन्द सिंह याना मिले गुरु हो बच्चे भनेको बच्चे जस्तो लामा हो भने जस्तो अनि के हो त नारोपाले तेलो पतेको जस्तो होइन, मर्पाले नारोपा देखा जस्तो, मिलारेपाले मर्पा गुरु देखा जस्तो स्वयं नै बुद्ध देख्ने, प्राण दिनु सक्ने, युगौँ युगसम्म जस्तो आज्ञा दियो त्यसलाई पालना गर्नु, त्यसरी गुरुलाई हेर्नु पर्छ। त्यो गुरुलाई बुद्धको रूपमा हेरे नि त। मिलारेपाले मर्पाले बुद्धको रूपमा हेरे, मर्पाले नारोपालाई बुद्धको रूपमा हेरे, नारोपाले तेलोपालाई बुद्धको रूपमा हेरेर ज्ञान प्राप्त गरे नि त। नत्र पनि त्यत्तिकै देखावटी यो छल कपडको भरमा चाहिँ ज्ञान प्राप्त हुँदैन नि। अनि यो फलाना लामा त एकदम महत्त्वपूर्ण, एकदम ज्ञानले भरिपूर्ण हुने, एकदम ज्ञानी हो भनेको भरमा कृपया नजानु होला। मान्छेले सानोतिनो परिचय गरेको भरमा यत्तिकै अन्धविश्वास भ्रममा फसेर चाहिँ भोलि तपाईँले अल्प ज्ञानले गर्दाखेरि तपाईँ मिथ्या दृष्टिले गर्दाखेरि गलत भावना आउने हुँदाखेरि लामा भनेको के हो? लामा लामा दुईवटा शब्द छ नि त। कस्तो गुण हुनुपर्छ गुरु लामामा होइन? गुरु भन्छ लामालाई। लामा भनेको के हो? यसको लक्षण के हो? परीक्षण गर्नुपर्छ। तपाईँसँग प्रज्ञा छ, बुद्धि ज्ञान छ, आफूसँग छ नि त। तपाईँ ढुङ्गा माटो होइन, एउटा मानसिक मान्छे हो नि त, नर हो, मानिस हो नि त, प्रज्ञा छ नि तपाईँसँग, त्यो प्रयोग गर्नुपर्दछ। जे भए त भने लामालाई कस्तो सबै ज्ञानले भरिपूर्ण नबुझ्दा पनि गुरुको क्वालिटी कस्तो हुनुपर्छ, गुण कस्तो हुनुपर्छ भन्दाखेरि अनि हो यस्तो क्वालिटी भए चाहिँ म गुरु देखाउँछु, यस्तो क्वालिटी भएन भने म गुरु लिँदिनँ भने तपाईँमा त्यो एउटा सचेत एउटा सतर्कता ज्ञानको एउटा बत्ती बलेको हुनुपर्छ के। सबै कुरा थाहा छैन मलाई, तर गुरुको क्वालिटी एउटा गुण गुण भनौँ न, गुण लक्षण यस्तो हुनुपर्छ, उहाँमा यस्तो एउटा लक्षण भइदियो त, गुण यस्तो भइदियो त, यो भए चाहिँ म गुरु लिन्छु भने ज्ञान एउटा होस भएको हुनुपर्छ कि। मान्छेले भन्यो भने यो गुरु हो, यो औतरी हो, टुकु हो, खेम्बो औतरी ए भनेकोमा कृपया नजानु होला। आफूले के हो त परिमार्जन गर्नु पर्यो, शुद्धता पार्नु पर्यो। गुरु के हो, कस्तो गुरु आफूले लिनुपर्छ, कुन गुरु आफूले स्वीकार गरेर ग्रहण गरेर आफूले फाइदा हुन्छ। गुरु भनेको के हो अलिकति बुझ्नु पर्यो नि त। lama che yung ju sa ne thambol lama tele ya ji pesha ne sung be ga lama chi de ji sang du da min du ba अब चेलाले पनि के हो त के सम्झिनु पर्यो? ग्रन्थमा लेखेको, बुद्धले बताएको, आफ्नो गुरुले बताएको गुणहरू मेरो गुरुमा छ कि छैन बुझ्नु पर्यो नि। अनि मैले पनि साँच्ची नै ग्रन्थमा भएको जस्तै देखेँ र मान्छेले पनि त्यस्तै तारिफ गर्छ। मैले एकदम बुद्धि लाएर हेरेँ गुरु सही रहेछ भने अनि तपाईँलाई बुद्धि ज्ञानभित्रमा साँच्ची नै प्रष्ट ज्ञान प्रज्ञा मार्फत तपाईँले भेटेको गुरु छ भने बुद्ध जसरी नै ठान्नु होला, ज्ञान त्यता तपाईँमा प्राप्त हुनेछ। अब यो गुरुको लक्षण होइन, कल्याण मित्रको लक्षण भनेको सूत्र तन्त्र सबैमा छेपछेप्दै लेखेका छन् होइन। वज्रयानभित्र तन्त्रको कुरा गर्दाखेरि होइन, तन्त्र वर्गमा गुरुको लक्षणहरू धेरै धेरै लेखिएका छन्, बताएका छन्। यसको संक्षिप्तमा कुरा पनि छ, एकदम विस्तारमा पनि बताएका छ। त्यही कारणले गर्दाखेरि अनि यो धेरै कुरा म बताउन चाहदिनँ, सबै कुरा बताएर समय पनि छैन। वज्र तन्त्रयान तन्त्र वर्गभित्र धेरै बताएको छ, त्यो भित्र आयो भनौँ न धेरै छरपष्ट भएको कुराहरूले एकीकरण गरेर बताएको पनि छ भनौँ। छरपष्ट भएको कुराहरू बताएको छ चाहिँ के हो त, अनि यसको सार सबै एकीकरण गरेर अश्वघोष गुरुले गुरु पञ्चसिका नामक शास्त्रभित्र यसरी गुरुको लक्षण यो है भनेर एकदम थोरै हिस्सामा संक्षिप्त हिस्सामा एकदम सबैले बुझ्ने हिस्सामा बताएको छ। त्यो के हो त भन्दाखेरि अब यसको विषयमा फेरि वज्र साङक भन्नाले वज्रयान होइन, वज्रतन्त्र वज्र मन्त्र भनौँ न,
गोया तन्त्रको कुरा धेरै छ गम्भीर छ यसको विषयमा अब हामीले सबै कुरा ग्रन्थहरू पढ्न नसक्दा पनि आचार्य अश्वा घोषकले लेख्नु भएको गुरु पञ्चशिखाभित्र बताएको कुरा अनि गुरुको लक्षण चाहिँ बुझ्यो भने एकदम आवश्यकता पर्ने ज्ञान त्यही नै हो यसमा 2 श्लोक बताएको छ एक श्लोकमा 4वटा शब्द हुन्छ अब 2 श्लोक भन्यो भने 8वटा शब्द रहेको छ यो 2टा श्लोक भित्र यो भित्र गुरुको लक्षण कसरी बताएको छ त अश्वा घोषकले भन्दाखेरि यसको व्याख्यामा उहाँले यो चाहिँ अब घोलो सुनु वा यो अनुवादक लोचा वा ट्रान्सलेटरले बताउनु यो ट्रान्सलेट गर्नुभएको रहेछ उहाँले अनुवाद गर्नुभएको लामा यहाँ गुरु इकाटेल अर्थात् गुरु सत्कार सम्मानको के हो त भनौँ न टिका भनेर बताएको छ पहिलो श्लोकमा के बताएको छ गुरुको सामान्य लक्षणहरू दोस्रोमा चाहिँ विशेष गुरुको लक्षणहरू बताएको छ भनेर 2टा श्लोकको कुरा बताएको छ त्यस्तै गरी जे चोङ्खापा गुरु जे चोङ्खापा भन्नाले चाहिँ घेलुक सम्प्रदायको महान चन्द्र सूर्य जस्तो गुरु चोङ्खापा उहाँलाई जे रिम्छे पनि भनिन्छ चोङ्खापा गुरुले व्याख्यान गर्ने क्रममा यसको व्याख्या लेख्नु भएको छ तर उहाँले घ्याटेल अनि चोङ्खापा गुरुको हातमा चाहिँ यो भारतमा भएको यो गुरु पञ्चशिखाको टिकाहरू हातमा परेन जस्तो छ उहाँले के लेख्नु भएको छ थुमुङ खेबर भनेको छ अर्थात् सामान्य र विशेषता लक्षण युक्त गुरुको लक्षण भनेर बताएको छ 2 प्रकार बताएको छ यसरी उहाँले छुटाउनु भएको छैन है फेरि छुटाउनु भएको छैन झिचोङ्गपा गुरुले यसरी यो गुरु पञ्चशिखा भित्र यसरी गुरुको लक्षणहरू चाहिँ के हो त माया जाला भनौँ न यसलाई माया जाल तन्त्रको सारो भनेर बताएको छ तर अलिकता नमिले जस्तो मलाई लाग्छ झ्यामुलो थाइले यो श्लोक पहिलो श्लोक ताङ्बो पहिलोको चाहिँ अनि सामान्य गुरुहरूको लक्षण देखाउँछ भने अरू के हो त विशेष त गुरुहरूको लक्षण देखाउँछ भने झ्यामुलो थाइले बताउनु भएको छ भनौँ पहिलो श्लोकमा गुरुको लक्षण बताएको 2टा श्लोक छ भने नि पहिलो श्लोकमा सामान्य गुरुको लक्षण देखाउँछ भने त्यो बाहेकको बाँकी भएको चाहिँ गुरुको विशेष लक्षण देखाउँछ है भने झ्यामुलो थाइले बताउनु भएको रहेछ अब यसै सन्दर्भमा यसको सिलसिलामा यसको लक्षणको संख्या कति छ भने यसको एकीकरण गर्ने क्रममा एकमुष्ट गर्ने क्रममा अनि उदाहरणको लागि छार्छिन लोसल ग्याचोले ग्याचोइ उहाँ गुरुले चाहिँ लामा ngapchupa गुरु पञ्चशिखाको अब टिका रहेछ त्यसको नाम के रहेछ मोट बुझेको हो भने सिद्धि रत्न धर्म उगारा भन्ने एउटा शास्त्र रहेछ त्यो भित्र बताएको रहेछ यो पनि के हो त झ्यामुलो थाइले जस्तै बताएको रहेछ सामान्य र विशेषता यसको धेरै रहेको छ हैन यो सब बताउनु जरुरी छैन त्यही पनि एउटा मैले बताइदिएँ जे भए त पनि यसमा चाहिँ उहीमा 9 प्रकारको अब इक्पोस्ट गर्दाखेरि अब 15 जति अब गुरुहरूले यसको टिकाहरू व्याख्यान गर्नुभएको रहेछ भनौँ न जे भए त पनि के हो त अब सामान्य र असामान्य कुरा बताउन जाँदैछ त्यो भित्र नै के होला अब पहिलो श्लोकको कुरा सामान्य गुरुको लक्षण के हो त भन्ने विषयमा तपाईलाई झल्काउन जाँदैछु अब भनेको छ संस्कृतमा रहेछ धीरो विनिता मतिमान क्षमा वानर्जा बोष्ठः मन्त्र तन्त्र प्रयोग्य कृपालु शास्त्र कुविदः भनेर यसरी बताएको छ भनौँ न अब
대야 땜바스 댄신사의 땜바사지 튜어사의 지체 로르의 데마사 숨체 सभादा यो देमसा 시 भारतको 강화 भनौँ 시대가 न टिकाभित्र 류르데 व्याख्यानभित्र चाहिँ अब सामान्य गुरुको चाहिँ 나베 9वटा ज्ञान बताएको छ 마신사 게 पहिला तेन्पा होइन 닝지 स्थिर 데마사 दोस्रोमा के हो त संयमता तेस्रोमा के हो त 아 मतियुक्ता चौथोमा के हो त सहनशीलता 우주 पाँचौँमा के रहेछ 류르데 땜바사 पाँचौँमा चाहिँ सत्यता 듀어사 छैटौँ 니 नम्बर चाहिँ 로르데 छलकपट नभएको 춤체 सातौँमा चाहिँ के रहेछ 아 가르시 मन्त्र र 강화의 상시 तन्त्रको 유유 प्रयोगमा 춤체 पोख्ता माले भनेको छ जियो사 8औँ नम्बरमा के हो त 이 करुणायुक्त 게 하나 되지 9औँ नम्बरमा 땜사 되게 가르시 शास्त्रमा गुसे निसे सिंगी 땜바 शास्त्रविद भनेर बताएको छ यसरी 9 प्रकारको गुरु चाहिँ 9 प्रकारको लक्षणले भरि पर्नु भएको चाहिँ सामान्य गुरुको लक्षण हो भनेको छ अब यसको पहिला पहिला तेम्पा स्थिर कस्तोले भनिन्छ भनेर बताउँदाखेरि स्थिर भनेको के हो त भन्दाखेरि यो भारतको टीका भनौँ न गुरु पञ्चशिखाको भारतवर्षमा लेखिएको अब यो ग्रन्थभित्र भनौँ न टीकाभित्र चाहिँ यो गुरु पञ्चशिखाको टीका नै हो व्याख्यानभित्र लामा यिङ्गुर्की कटेल भनिन्छ गुरु सत्कार टीका के हो त विचार एकदम शुद्धता एकदम कोमलता भएकोलाई स्थिरता भनिन्छ भनेको छ जे जुन ढकमा खेल्छन् गुरुले बताउनु भएको छ कि यो तेम्पा स्थिरता भने के हो त भन्दाखेरि शरीर वचन चित्त बाहिरतिर छुकछुक नभएको अर्थात् के हो त बाहिरतिर नडुल्ने अचल एक ठाउँमा बसिरहने भनेर सबैले एउटा त्यस्तो प्रकारले बताएको रहेछ मछुपा भनिन्छ यसलाई लुङ्गा सेम्नम मछुपा भनेको चाहिँ आफ्नो मन चाहिँ के गरौँ भनेर 10 दिशामा मन नडुलाउने एकाग्र एकदम के हो त ढुक्कसँग बस्नेले बताएको छ यो ढपाइहाल्छले त्यही कारणले जे भए तापनि गुरु भनेको चाहिँ एउटा स्थिरता हुनु पर्यो कि कहिले बदलिने कहिले केरा जस्तो कहिले केटी जस्तो कहिले कस्तो लिङ्ग जस्तो त्यस्तो हुनु हुँदैन भनेको हो गुरु भने एक ठाउँमा बस्ने एकदम दृढपूर्वक बस्ने सबैले विश्वास आशा भरोसाको लायक भएको गुरुलाई बताउनु पर्दा भनेको हो यो र दुवै जीवनमा परलोक र इहलोकलाई परलोक दुवैमा के हो त अनि सत्य बाटोमा लगाउन सक्ने स्थिरता हुने त्यस्तोलाई अब बताउनु पर्दछ स्वभाव त एकदम दृढ एकदम बलियो भएको होइन आफ्नो दृढ सङ्कल्प भएको एउटा आफ्नो चेहरालाई दयामा एकदम के हो त स्थिरता कहिले घटबड नहुने एकाग सबैमा बराबरी होइन यो संसारमा संसार सबै दुःखै दुःख भएन यसलाई के हो त यो संसार देख्दाखेरि वैराग ज्ञानको प्रकाष्ठ भएको सबै चेलाहरूमा दया करुणाले कहिले घटबड नहुने एकनासे हेर्ने त्यस्तो बुद्ध धर्म सङ्घप्रति कहिले पनि श्रद्धा भक्तिमा तलमाथि नहुने एकनासे भएको त्यस्तो हुनुपर्दछ अनि धपुर बुछेले बताउनु भएको अब दृष्टि ठाउँमा अमृतमालाभित्र यसरी बताएको छ द्वैदेव दृष्टि ठाउँमा भनिन्छ हो त्योभित्र के बताएछ भन्दाखेरि रेचुङबा भने मेरो ल्याबको चेला हो उहाँ भारतमा जाने क्रममा एकचोटि उहाँ भारतमा जानुभएको थियो भारतदेखि एकचोटि भोटमा आउने क्रममा अनि भनेछ कि मिलरेपाले हे महागुरु स्वामी मिलरेपा स्वामी गुरुज्यू हजुरलाई के विघ्न बाधाहरू अनि आयो त हजुरलाई धर्म ध्यान गर्ने क्रममा कतै विघ्न बाधा आयो त भनेर सुन्नु भएछ मिलरेपाले के बताउनु भयो भन्दाखेरि मलाई विघ्न बाधा केमा आउँछ किन आउनु पर्यो मलाई त्यस्तो अनि यस्तो किन आउनु पर्यो सोधेछ होइन अनि त्यसो भए फेरि रेस्नुपाले भनेछ हजुरले विघ्न बाधा नआउनु कारण के हो त भन्दाखेरि स्वामी मिलरेपा भन्नुभएको छ म चाहिँ मान्छेहरूको कुरामा पछि लागेन मान्छेले भनेको भरमा म लैलैमा लागेन है म दृढ सङ्कल्प हिसाबले एकाग्र हिसाबले
स्थिरता हिसाबले म बसेँ 걔는 अरूले के 이제 भन्यो भनेर त्यसको लैलेमा लागेन त्यही कारण मलाई विघ्नबद्ध आएन भनेर 미안하다. 탕버터 बताएको रहेछ 라마티 신이 स्वामी मिला 뭐 नेपालले 시가 कसलाई 땜보이야 그렇지. रिसुम्पालाई 아, 미시 땜보이야 그렇지. 미신다 그다지. भने मतलब 아, उहाँको जीवन चाहिँ के हो त एकदम 소소자야네 स्थिरता 다 या나 지금 다 अडिग 미리야 रहने के 템네. आफ्नो ठाउँमा अडिग रहन सक्ने 아주 कसैले 소소자야. हल्लाउनु 미시 नसक्ने 땜보이야 그렇지. उहाँको 진짜 स्वभाव त के हो त एकदम बलियो के एउटा 듀어사. बलियो आधार भएको कारणले 다 गर्दाखेरि 아니 मलाई 미노 विघ्न बाधा 듀어사. आएको छैन भनेको रहेछ 듀어사 त्यही 때 कारणले गर्दाखेरि 라면 विशेष 닝구 गरी गुरु 자세 भनेको चाहिँ यस्तो 셈바 हुनुपर्छ आफ्नो 되겠다. 가다 स्वभाव 듀어사 शरीर एकदम के हो 듀어사. त अटल 디순다 बदलाव नहुने 셈바. हुनुपर्दछ भनेको छ अब 듀어사. दोस्रो के हो त दुलवा 쥐어람지. दुलवा भने के हो 듀어. त भन्दाखेरि 진진. संयमता 듀어래. एकदम कोमलता भनेको के 쥐어람 विनय ጽግጽግ के 뭔가. एकदम विनय 라면 एकदम 제윤지 쥐지 듀어. विनम्रता भनिन्छ 아, हामीले त्यो हो नम्बर 쥐어봐. यो हो 야. लामे निङ्कुर भन्ने अर्थात् गुरु सत्कार र टिकाभित्र पनि विनय भनेको के हो त भन्दाखेरि अर्थात् संयमता भनेको के हो त भन्दाखेरि 셈 듀어래야. 셈게 라바도 되면 셈 듀어. यो 또 विनय भनौँ न 듀어사도 यसलाई 셈 듀어지. संयमता अर्थात् के हो त कोमलता विनम्रता विनम्रता नै विनय हो भनेर बताउनु भएको छ गेवे신이 신이 숨베 커돌리아 안에 जेसुन ढप्पा ग्यासले पनि यस्तै भन्नुभएको छ विनय भनेको के हो त मनको शिक्षा युक्तले मनलाई विनम्र पार्नु हो भनेर बताउनु भएको छ 다 전다 도도디 나 드시시라 자 망부 자 먹었어 अब यसलाई म धेरै व्याख्या गर्दिनँ एकमुष्ट भन्दाखेरि 호랑이 렁유디 베 अब गुरु भनेको के हो त चाहे जस्तो सुकै यानमा प्रवेश गरे पनि गुरु भनेको चाहिँ के हो त यो सूत्र 가래서는 호랑이 렁유 호랑이 뒤면 सूत्र लङ्गरभित्र मैत्रीय बुद्धले बताउनु भएको छ मन शान्त विनय कोमलता विनम्रताले भनिन्छ भने यसरी बताउ त्यो चाहिँ के हो त आफ्नो मनलाई शान्त पार्ने शुद्धता पार्ने कोमलता विनम्रता पार्ने धर्मसँग धर्मले भिजेको महत्त्वपूर्ण भएको धर्मले एकदम एकाग्र सबै ज्ञानले परिपूर्ण भएकोलाई नै शान्त विनय भनिन्छ भनेर बताएको छ अरूको पछि नलाग्ने आफू अडिग हिसाबमा सही मार्गमा जानु सक्ने विनम्रता भएको कोमलता भएको मनको स्वभावले युक्त भएको यसैलाई नै के भनिन्छ विनम्रता कोमलता भनेर भनेको भनिन्छ भनेर यसरी बताउनु भएको छ त्यसै कारणले गर्दाखेरि अब भनौँ न कुनै मान्छेले तपाईँलाई तितो बोली वचन अलिकति के नहोस् शब्द झार्नुटेको छैन के अरे र अनि मुख पोल्ने खुट्टा काम्ने मुखमा अनुहारमा रूप फेर्ने त्यस्तो हुन्छ नि त अरूको पछि शब्दमा लैलेमा लाग्यो नि त होइन त्यस्तो क्वालिटी पायो भने गुरुको गुणले युक्त हुन्छ त बिचारा यस्ता गुरुहरू यो चाहिँ के हो त भन्दाखेरि दप्थिरङ्गम्बो भनिन्छ निलो भएको एउटा किताब भनिन्छ यसलाई हो त्योभित्र बताएको रहेछ दगबोर मुछेको अब दगबो घुम्छुल दगबो घुम्छुङ भन्ने एउटा अब एउटा चेला रहेछ दगबोर मुछे गुरुसँग एकदम बराबरी भएको चेला रहेछ दगबो घुम्छुल भन्ने उहाँले भन्नुभएको रहेछ उहाँले प्रवचन गरिरहने क्रममा दानदाता दुईवटा झगडा परेछ अरे त के म के भन्छ झगडा परेछ अरे कि दानदाताहरू चिन्ताहरू त्यो बेला एकदम बेखुसी हुनुभएछ अनि घुम्छुल भन्ने चाहिँ दगबोर चेला भन्दा एकदम पिर लागेछ एकदम अप्ठ्यारो लागेछ अनि दगबो अनि उहाँले के भन्नुभएछ भन्दाखेरि अनि
सुरोची धबुर सुरो मुसीले भन्नुभएको छ कि तब मेरो जति पनि धर्म तब प्रवचन इमाम गर्ने नसी मेरो तेगी धर्मलाई पक्रिने ग्रहण गर्ने मान्छे जति पनि छ ता थावे देसा सबै आओ खावान आजदेखि म जिन धर्म जेले प्रवचन अनि गर्दिनँ। थाबुन जिन सबै थावे झगडा गर्दो जिले रहेछ, खावान जिन कोही कब नमिल्दो रहेछ, आजदेखि चाहिँ म चाहिँ यो मिठुडे पहुँचे जे प्रवचन जी गर्दिनँ भन्ने क्रममा ओंगे बे परुसे घुम्सुलले अनि एकदम के भनेछ लो भन्दाखेरि होइन, हे गुरु जुजुले तपाईँहरू म चाहिँ जुजा यसरी मुझे चाहिँ बचे हजुरले जे नगरी बक्सियोस्, गुमसु किनकि पुसी बे अ, गुमसु अ, पुसी बे जेले या अनि अनि कोई गुमसे होगा जसरी पनि प्रवचन हामीलाई खाँचो छ यसरी गुमसुंगी अनि अ, गुमसुंगी अ, अनि प्रवचनको खाँचो छ थावा यसरी जिन कहिले पनि यसरी मनमुटप नगरिदिनु होला भनेर बताउनु भएको रहेछ। त्यही कारणले इना अब लोन्जी मेरो गे जिगों धर्म चाहिँ अब तिमीले पालना गर्नुपर्छ है भनेर अब यसरी ताता अब तिजु घम्ब साना लोमा धपुर तिजु मुसीले ध्यान अब थाहा थिले ध- बुबी ध- यो इना या अनि देशा धप्पु जी घुम्सुलाई दिनुभएको रहेछ थावा यसरी। टे थाबुन जुजी रांग या ज्ञान जुगो तिनिस्टेशन अनि ता यो थाबुन जुजी कब तिजु साने अनि धप्पु ताता तुलसिन चाहिँ अब धपुर मुसी वेक्टो या एकदम ओ नजिकको मा महान कला खाबोसी ज्ञानले भरिपूर्ण भएको चेला ता रहेछ नि थावा त। तिजु कोन या शिरा मजीब छे रवा छो खासे इंसान पाछी थालागा बो मादेव छे जे छो खासे काले या बा छिन छे अनि अनि त्यहाँको चेलाले पनि तो स्कुले धप्पो खाबो स्कुले खाबो घुम्सुललाई छिन अब तो धेरै या अब भनौँ न थाबुन जिंगी थार कांग्रेसन ओ ता ने गिदा जी भनौँ न यो जी फेरि धप्पो घुम्सुल पनि अब कला खाबो केही माने समयपछि उहाँ थाबुन पनि अब जिंगी परिनिर्वाण ता हुनुभएछ, यो जी संसारदेखि लो छाडेर जानुभएछ। लो मती पछि के को हो त अब घुम्सुल जिंगी ते क्यों मिथु बारे घुम्सुल भनौँ ता न गेजो माजे बेगी धप्पु घुम्चुङ ले उहाँको मारे चेला रहेछ। करा न्यामे आबो माजे अहिले बेगी धप्पु घुम्सुल र धप्पु अनि घुम्चुङ दुईवटा जिंगी रहेछ है चेला लो यो। गों छे धप्पु अनि धप्पु लो मुचुको चेला जिले दुईवटा लो गुरुको जिले कुरा बने रहेछ यहाँ। मैले धपुर मुसी लो भने तर धपुर मुचुको चेला वा Adam zai घुम्सुल ji र zane घुम्चुङ den दुईवटा chen रहेछ है, यो to बुझ्नु je पर्दछ। se le अनि ane घुम्सुल taban प्रवचन ji गर्ने go क्रममा ji चित्त नबुझेर तिमीलाई lo ma दिन्छु ya मैले bo ne सकेन भनेर jang ji घुम्सुलाई दिएछ। घुम्सुले यसो कहिले नगरी ji ji बक्सियोस्, kum हजुरले je ni प्रवचन गर्नुपर्छ, ane taban ji हजुरको ji se हामीले ji खाँचो छ rang le भन्ने ji क्रममा ma यसरी ba केही समयपछि घुम्सुल ta चाहिँ के हो त chen te ji परिनिर्वाण हुनुभएछ। पछि सबै धप्पु ta nge घुम्चुङले de le sha प्रवचन bo गर्दाखेरि ji धेरै ji धर्महरू फैलाउनु भएको ne रहेछ। sne अनि पछि गएर त्यो kun chu समयमा के हो त no अनि घुम्चुङले taban bu shi धेरै अब gum chu धर्महरू no gum उहाँले chu si पक्रिनु सक्नु gum रहेछ, chu पक्रिनु no सक्ने चेलाहरू त्यति an आफ्नो de lo अधीनमा लिनु सक्ने रहेछ। de ji कोही धक्ला de गम्बतिर ba पाल्नु भएर ji यसरी अब gum she dan de ya ध्यानहरू गर्नुभएको रहेछ भने ta यसरी de अब धेरै Gumshu go sa यो duwa मठ kham मन्दिर र ane धप्पकाइकीलाई एकाग्र गर्नु धेरै गाह्रो भएको थियो भनेर ko jiba kar धप्प shen घुम्चुङले बताउनु भएको छ। tada chigi thaba र chigi nye khala भिक्षुहरू पनि chigi के हो त shi एकदम chone के हो त ane dana भर्खर shingi ane तन्नेरी thaba chigi लाठे भएकोले ta अनि chigi she के हो त june अनि rongyu jingba धर्म chigi yuwa de भिक्षुको शिलहरू ta kuchi राम्रो अब nye chana nye ma ग्रहण ta नगर्ने होइन। ka de mila pa ma da chi ka nan chu ko che o kuchi mi shin da nye khala ma पछि de गएर के हो त 8 वर्ष ane lo ma समयपछिदेखि yong अब ma ba de उहाँ एकदम ta rang lo ध्यानमा yu बस्नुभयो। be त्यसपछि ji गएर अब nye len यो le डिगुङ chen bo re त्यो le पछि go दिन che सुमगुन भनिन्छ, Koran rong yu उहाँले ji अब ya de be tudam je jin ze yong ju sa ne ane jele ya ane shen gi gyu अनि ni su ya लामाहरू चाहिँ ta सबै tang अब त्यहाँदेखि पर ji ji पर ji ji गइसकेपछि ga ओ so उहाँले सम्झिनु भयो, ji ओ यो चाहिँ के हो त म ta राम्रोसँग tene मैले पुण्य कर्म नराम्रो ji राम्रो नभएको कारणले गर्दाखेरि lode de ma म sa भित्र चाहिँ के हो, la मलाई चाहिँ la me ni भिक्षुहरू ka de अनि se नथुपेको रहेछ ta chon भनेर अनि उहाँले lode sa de 8 वर्षसम्म number के हो त number एकदम 2 chile दिन रात कष्ट एकाग्र कष्टदायक ध्यान गर्नुभएछ। number 2 त्यो be sirap पछि ji गर्दा ji भिक्षुहरू ta पनि de फेरि ma de जमेछ। अनि lode ढिगु त्यो पछि त्यसले प्रशंसा गर्छ, वाह धप्पो घुम्छु भने je to महाविद्वान lode चाहिँ यस्तो se रहेछ है ji भने lode प्रशंसा de गर्नुभएको sa रहेछ। sirap che wa chile ya man de shi kyo na do ta na shi je ba chora gya chu ne ya अब यो ta लोटो lode देम्बा de ba भनिन्छ cha de युक्त मति युक्त भने के हो त भन्दाखेरि त्यही हो sirap गुरु ji सत्कार sirap go yi टिकाभित्र मति भने के हो त आफ्नो ज्ञानलाई चाहिँ विश्लेषणको प्रज्ञालाई भनिन्छ भनेर बताएको रहेछ। चङ्खाप गुरुले पनि ne lo per na मति ma de युक्त ji भनेको चाहिँ के ngo chu ji महाप्रज्ञा भनेर बताउनु भएको छ। ta सातौँ ma de ji कर्मपा jing chin ji छोटा घ्यासोले पनि बताउनु भएको छ, de ya da राम्रो ji ji नराम्रोलाई ya छुटाउन Kudri सक्ने chin प्राज्ञायुक्त chen नै su tenke yun de मति yinba युक्त de हो भनेर lo बताउनु भएको chingi रहेछ। wa tenpo se ade kora kadar zo da ji jutim tsangma yinba ta tindela kwaya chi yisarwa त्यसै tenpo कारणले se गर्दाखेरि ade अब ta भनौँ न ko karlo सर्वका यानाभित्र अब namche de खेम्बो अर्थात् उपाध्याय shirab de ba आचार्य सबै योलाई यो अगाडि बताएको ta na shi लक्षणले युक्त tenpo हुनुपर्छ। shi त्योभित्र अब samso shi de खेम्बो मिङ lo la ya अब yang खेम्बो shi jeda ji ma de लक्षणलाई ji cham खेम्बो de कस्तो cham क्वालिटी sa हुनुपर्छ भन्दाखेरि lu da bo स्थिरता chu de yes पोख्त lu विद्वान da bo हुनुपर्छ भनेर ma चाहिँ da बताएको bo छ। yes ana अब lo de यो एकदम महत्त्वपूर्ण बताएको छ ne थेरवादभित्र। ani
चङ्गपाले यो गुरु पञ्चसिकाको टिकाभित्र बताएको छ यो स्थिरता भनेको चाहिँ के हो त शरीर चाहिँ एक ठाउँमा राख्न सक्ने अर्थात् आफ्नो शिलाहरू राम्रोसँग पक्रिनु सक्ने विनय भनेको चाहिँ के हो त वचनलाई आफ्नो ठाउँमा सोही हिसाबले बोक्नु सक्ने बताएको रहेछ मतियुक्ता भनेको चाहिँ के हो त विभिन्न कुराको पछि नदौडिकन मनलाई के हो त आराम आनन्द एकाग्र ध्यान गर्नलाई अनि बताएको छ अब यसै घिटुल्टा वा माया जाला तन्त्रको व्याख्याभित्र नै यसरी अब लोबिन कुङ्गा निङ्बोले बताउनु भएको रहेछ त्यही कारण मैले लेखेँ भने यसरी यो चङ्गबो गुरुले अब बताउनु भएको रहेछ अब स्वभाव भनेको छ सहनशीलता अर्थात् सहनशीलता कसरी भनिन्छ भन्दाखेरि गुरु सत्कार टिकाभित्र चाहिँ दुःख र दुःखलाई आफूमा लिनु सक्ने सहनशीलता विभिन्न विघ्न बाधाहरूमा नडराउने अडिग सहनशीलता धर्ममा के हो त भित्रैदेखि बुझ्नु सक्ने सहनशीलता तिनलाई बुझिन्छ भन्ने बताएको छ तर जे जुन ढपग्या चाहिँ स्वामी ढपग्याल चाहिँ विख्यात ध्वजले बताउनु भएको रहेछ सहनशीलता सहनयुक्त भनेको चाहिँ के हो त गुरु र चेलालाई जस्तो काम गरे तापनि दुवै बिचमा सहनशीलता भएकोले कुनै क्रोधले मुक्त भएकोलाई बुझिन्छ बताएको रहेछ अब महायानको भित्रमा कल्याण मित्रको कुरा गर्ने हो भने सूत्रलङ्कारभित्र मैत्रेयनाले बताउनु भएको छ कि दयावान भएकोले अल्छी नलग्ने मन बेखुसी हुने सबै त्याग गरेकोले बताइन्छ भनेको छ भनेको छ यसरी सत्कारमा पछि नलाग्ने दया माया करुणाको नजरले सबैले आफ्नो आपसमा लिने अनि ध्यान प्रवचन गर्नुमा के हो त नथक्ने नरिसाउने एकदम सहनशीलता हुने दोषहरूलाई हटाउन सक्नेलाई बताएको छ जे भए तापनि कल्याण मित्र भने के हो त गुरु जेसुको जस्तो किन नहोस् जसोसुकै चेलाको लागि के हो त जस्तो समयमा के हो त कुनै दुःख नहुने दुःखलाई जस्तो सुकै विघ्न बाधा आए तापनि सहनशीलता सहनु सक्ने विघ्न बाधा लिएर पनि सत्य मार्गमा लगाउन सक्ने परिपोक्त भएकोलाई परिपूर्ण भएकोलाई कल्याण मित्र गुरु भनिन्छ यसलाई नै सहनशीलता भन्ने बताएको छ अब सत्यता भने कस्तो भन्दाखेरि गुरु सत्कार टिकाभित्र के बताएको छ भन्दाखेरि छल कपट नभएको होइन विभिन्न अरूलाई अब छल कपट गर्ने ढाँट्ने छल गर्ने त्यसो नभएकोलाई बताइन्छ भनेको छ ढपग्याल चाहिँ गुरुले पनि त्यही भन्नुभएको छ सत्यता भने के हो त भन्दाखेरि साधनादेखि हेर्ने हो भने अनि अघि नै बताएका जस्तै अनि छल कपट नहुने यसलाई अर्थात् यो ढङ्ग भनेको चाहिँ के हो त सत्यता भनेको चाहिँ अब हामीले सत्य कुरा बोल्नुपर्छ भने एउटा यो पछि राखेको छ यो छल कपट भनेको चाहिँ अब यो चाहिँ गर्नु हुँदैन भनेर एउटा निषेध क्रममा बताएको छ अर्थात् अब अर्को के हो त छैटौँ नम्बरमा पर्ने योग्य मेपा अर्थात् छल कपट नभएको कस्तोले बुझिन्छ भन्दाखेरि छैटौँ नम्बरमा गुरु सत्कार टिकाभित्र कस्तो बताएको छ भन्दाखेरि बताएको छ त भन्दाखेरि छल कपट नभएको कस्तोले बुझिन्छ आफ्नो गल्ती भ्रम कमजोरीलाई छोप्नुको लागि ढाक्नुको लागि विभिन्न षड्यन्त्रहरू विभिन्न उपायहरू अपनाउने चित्त चाहिँ नभएको खुल्ला मनले मैले यो गल्ती गरेँ है भनेर प्रष्ट हिस्सामा बाहिर प्रदर्शन गर्नु सक्ने सत्यता भएको छल कपट नगर्नेलाई नै छल कपट नभएको भनेर बताइन्छ भनेको छ अर्थात् छल कपटदेखि वियोग भएको सत्यता भएकोलाई नै अनि छल कपट नभएको बताइन्छ यो छैटौँ नम्बरको लक्षण अनि ढपग्याल यही कुरा बताउनु भएको छ है विभिन्न विघ्न बाधाहरू लुकाउनको लागि विभिन्न षड्यन्त्र नगर्ने अनि सत्यता कुरा गरेर बताएको छ यो सातौँ नम्बरमा मन्त्र र तन्त्रको प्रयोगमा पोख्त भनेको छ
यही हो सोबो दो 7औं नम्बरको लक्षण चाहिँ गुरु सत्कार र टिकाभित्र यसको विषयमा के बताएको छ भन्दाखेरि मन्त्र भनेको चाहिँ मालाको मन्त्र संक्षिप्त एकमुष्ट मन्त्र सार मन्त्र 3 प्रकारको मन्त्रले बुझ्नुपर्छ भनेको छ मन्त्र भनेको चाहिँ अब तन्त्र भनेको के हो त हटाउन सक्ने चक्र यसलाई छिर्दोकी खुर्लो भनिन्छ बाहिर पन्चाउनु सक्ने चक्र आदिलाई अनि तन्त्र भनिन्छ भनेर चाहिँ बताएको छ यो अब मन्त्र भनौँ मन्त्र यो मन्त्र र तन्त्रलाई चाहिँ प्रयोग गर्नु ज्ञान यो भनिन्छ अब ढपकेल चाहिँ गुरुले पनि यसरी बताएको छ 4 कर्महरूलाई चाहिँ के हो त प्रयोग गर्न सक्ने मन्त्र भयो तन्त्र भने चाहिँ के हो त 5 वटा 6 प्रकारको उपदेशहरूलाई चाहिँ के हो त अनि पञ्च अङ्ग हिसाबले आफूमा लिनु सक्नेलाई चाहिँ तन्त्र भनिन्छ बताएको छ अब यो चोङ्गाबु गुरुले अनि यसको विषयमा त्यस्तै प्रकारको कुराहरू बताउनु भएको छ अब 8औं नम्बरमा के छ भने 8औं नम्बरमा करुणायुक्त भने के हो त भन्दाखेरि यसको टिकामा गुरु पञ्चशिखाको टिकामा गुरु सत्कार टिका भित्र के लेखेको छ भन्दा करुणायुक्त भने कस्तोले भनिन्छ समस्त प्राणीहरूलाई दया मायाले युक्त भएको भने विनय विनयभित्र चाहिँ खेलो अर्थात् गुरु र चेलाको लक्षण कस्तो छ भन्दाखेरि यो 300 वटा दुलवा सुम्ग्यापा भनिन्छ 300 उपदेशले भनेको विनय भनिन्छ त्यो भित्र अब के हो त बिरामीलाई पनि दया माया भित्रदेखि जन्मिएकोलाई थुक अब महक दया करुणावान भनेको छ सूत्र अलङ्कारभित्र त्यस्तै कुरा बताएको छ होइन बिमार हुँदाखेरि उहाँलाई दया माया जग्नुलाई के हो त अनि एउटा म गर्न सक्दिनँ निराश नहुने त्यस्तोले बताएको छ यसको कुराहरू दया करुणायुक्त यसोले बताएको छ भने अनि कल्याण मित्रको गुरुलाई के प्राणी जस्तो जस्तो किन नहोस् सबैलाई दया माया करुणाको अङ्गलोले हातेमालो गर्न सक्ने अत्यन्त यसरी बताएको छ कुराहरू धगबरु मुझे त्यही हो सेन्सिटिङ यिनी चाहिँ हो भने अरूको लागि दया माया कस्तोले गरिन्छ त भन्दाखेरि दया मायाले अरू सबै आफ्नो अनुग्रह आफ्नो ठाउँमा लिन सक्नेलाई अनि यस्तो व्यक्तिले भनिन्छ भनेर बताएको छ हो धगबरु मुछीले अब चेलाको कुरा पनि यसरी नै बताएको छ अनि महाकरुणवान भनेको जस्तो चेलालाई पनि के हो त अनि हामीले वास्ता नगरेन वास्ता गरेर सत्य बाटोमा लगाउन सक्ने बताइन्छ जुसुम खेम्पाले बताउनु भएको छोक्स्यो भनिन्छ छोक्यो छेले दयामाया छैन भने के हो त दुःख बुझ्दैन दुःखले कता पनि बुझेन भने के हो त उसले संसारलाई बुझ्दैन संसारलाई बुझ्न सकेन भने आफूलाई के हो त संसारप्रति वैराग आउँदैन वैराग आउन सकेन भने के हो त आफूभित्र अनि आफूभित्र अज्ञानता अन्धकारलाई हटाउन सक्दैन यो हटाउन सक्यो भने सरस्वती कहिले पनि मुक्त हुँदैन नि बाहिर देखावटी मात्रै हुन्छ शब्दमा मात्रै लटपटिन्छ शब्दमा मात्रै झुन्डिन्छ भनेको छ राम्रो कहिले पनि हुँदैन भनेको छ त्यही कारणले दया छैन भने कुनै धर्महरू सजिलोसँग बुझ्दै बुझ्दैन धेरै गाह्रो हुन्छ धेरै गाह्रो गरे धर्म गरे त भने के हो त नराम्रो बाटोमै जान्छ नराम्रो कुराहरू सुन्छ यो अत्यन्त सबै हुँदैन भनेको छ सानो दयामा एकदम सानो छ निर्दयी छ दया छैन भने दुःखहरू धेरै अब उत्पन्न हुन्छ यो संसारको दुःखमा जहिले नै भौँधिरहन्छ आफ्नो मनलाई आफूले सन्तुलन गर्न सक्दैन आफ्नो प्राण जानु आँट्दाखेरि पनि के हो त अनि प्राण जानु र नरकमा जानु र दयामाया छैन भने के हो त अनि त्यो राम्रो हुँदैन त्यही कारणले मेरो प्राण गए पनि जाओस् अरू प्राणीहरू नरकमा नजानुको लागि प्राणमा अरू प्राणीहरू नरकमा जाँदैछ भने त्यसलाई रोकथाम गर्नुको लागि मेरो प्राण दिनु सके तापनि दिनु सक्ने त्यस्तो क्षमता उहाँलाई दयामा महाकरुणा भनिन्छ बताएको छ त्यही कारण दया माया करुणा भन्नु सानो भयो भने के हुन्छ आउनु चेला बिमार भयो भने दया लाग्दैन
나살로 쏘고 जस्तो 추운데 कि अब कुनै अब 땅에 चेलालाई हुन्छ नि रोग 아주 लाग्छ, 샤브든 कहिले पेट 샤브든 दुख्छ, 샤브든 कहिले टाउको दुख्छ, कहिले अब 무슨 खुट्टा भाँच्छ, 왜 कोही अब 땅 अपरेसन गर्नुपर्ने 이게 त्यस्तो 샤브든 दयामाया छैन भने के हो त? 샤브든 आफूमा 예살로 दयामाया छैन भने 그거 땅 आफ्नो 먹는 제제인데 आफ्नो 거의 한 삼삼들이 영쓰기로 와. त्यो 아, चेला 드디어 चाहिँ आफ्नो 드디어 छेउमा आए 먹으면 पनि उसले अटेरी लाग्ने कि उता जा 라라 भने 롯데베 त्यस्तो हुन्छ 로마도 कि 쏠라 दयामाया 냐베 नहुने हुन्छ 니에 कि 손도 마소나 냐베 니지 셔보실 거였어. त्यही कारणले 소소를 सानो 슈퍼뱅이 दया छ 냐베 करुणा एकदम 소소 सानो वाला छ भने चाहिँ 뱅이야. जस्तो सुकै 니에 प्राण जानु आँट्ने 소소리 दयामा जागेन राम्रो 슈퍼뱅이 हुँदैन त्यही 나라 कारणले 쏠라 गर्दाखेरि 슈퍼뱅이 니에 मेरो 로마도 प्राण 니 जानु आँटे तापनि 상사로 지금 बरु यो नरक 니지 नजाओस् 셔보실 उसको 거였어. पापले गर्दाखेरि म नरक जानु पनि तयार छु 제제는 बरु मलाई 땅이 नरकमा लैजाओस् भने त्यस्तो क्वालिटी गुरुले गुरु छ भने चाहिँ त्यो चाहिँ 제네 करुणावान भएको गुरु भनिन्छ 알아도 라면 남다른 기준하는 제비네 알아. 가르친 제비네 라면 투라 따. त्यही कारणले हामी गुरुको 라시키네 जीवनी 또 요나. वृत्तान्त भनौँ जीवनी कथा 라면 सुने भने के हो त 투라 되는 데네 अनि 징길람 제수 주망 गुरुको 보소. मनमा जे छ त्यो चाहिँ आफूभित्र 라시키네 रहनु 또 थाहा 요나 हुनुपर्छ भनेको छ नि 징길로 다 अनि 징길 라면 cam벨라 서버 디주가 भनौँ न 나라라야. अनि 아주 गुरुको 제제 제베다 라면 ज्ञानले 투 गर्दाखेरि नै हामीमा आशीर्वाद लाग्ने 라면 हुँदाखेरि अनि 투기 스틱스 गुरुभित्र चाहिँ 라면 के हो त 제 दयामाया 이제자 करुणाको 근데 ज्ञान 선제 भएर 비트라 नै 좀 हामी 제제 त्यसको पछि लागि 그래서 गरेको नि त 봐봐 अन्त होइन र 라메기 धेरै 니지 प्रार्थनाभित्र पनि 라마 लामा 라마 खेर्नु हे गुरु 라메 मलाई दया 로마 निकाले 니지 हेर भन्छ नि 니지 दया 대신에 भएको कारणले गर्दै हामीले हेर्नु भनेको नि त यदि दयावान छैन भने त्यो गुरुले 사고도 किन हेर्ने होइन र 라마티기 हो त्यो हो नि 로마로야 त 투자와 전부 예비나 유지 गुरुले 세바도 서베기 징기게 भित्रैदेखि दया 하나님 니 निगाहदेखि 하이 ज्ञानको आँखाले मायाको 투자와 आँखाले हेर्नु 징기나 पर्यो नि त 꼴도 अनि 유지 세름 चेलाहरू 징기나 आफूले लिनु सक्छ नि त 아이 니지 미 투자와면 딱고 찍잖아 अनि 공고도 잠시 प्रार्थनादेखि नै हामीलाई थाहा हुन्छ नि त 이렇게 त्यही कारणले 시기네 विशेष गरी 근데 गुरुहरूले 투자와도 चेलालाई आफ्नो 연습 बाटोमा लगाउनु दयामय 시야도 हुनु पर्यो 장와도 त्यसमा 유기메 के हो त 샤베 योग्यमेव छल कपट नभएको 라시키네 ज्ञानले 징기를 परिपूर्ण 하나님 उहाँको लागि 사람들이 त्यो आफ्नो चेलाको लागि 근데 कुनै 이 산에 प्राणी किरण नहोस् 들려야 उसको 저기 लागि 이 नरक जानु 지동생이나 나오고 जानु जानु 가르쳐가지고 परे तापनि तयार हुनेलाई बताउँछ 이트나 도도도 많이 주지한 정말로 अब 아니 मिग्यो धर्जे 나는 आठौँ 라마 कर्मले 카세기 अब मिग्यो धर्जेले ठितुङ क्या छ धर्जे ठितुङ क्या छ भने चाहिँ 로마도야 वज्र 로마 그래서 छोटकटी टिका 대화를 맞아로치 100 리바로의 개념이 좋아지 भएको भनौँ न अब एकीकरण 대화성 गरेको एउटा 리바로 व्याख्यानभित्र 리바로 मिग्यो धर्जेले बताउनु भएको रहेछ आठौँ कर्मले आज 라마 भोलि कुनै 라마 लामाहरू 가수나 어다 라메 가수나 누구래다 제 근데 चेलाहरूलाई 누바다 अनि 그랬어 पाप गर्नु दिने 누바 गुरुले 하기네 जस्तो 다 बताए 근데 तापनि के हो 야수 त 꼴레베 딱하나 हामीले 나도 주마서나 레바토스 लिनुपर्छ है भनेर अनि 나라 प्रवचन 거지 गरेको 대신 कुराहरू चाहिँ अनि 망보시게 딱 저랑 मैले 라메 सुनेको 가르치는 थिएँ 누구래다 라메 시에버데 메 마루 누구 말하다 하더니 저랑베 누자 처르다 세전 딱 온데 시 망보시게 그러와 제제 다가당엘이야 베 라메가 두고르시 अनि 망보시 भन्छन् आजभोलि 타마타마들이야 로마 गुरुको 디벌 자샤버든데 라마 अनि 디버서 गुरुको 주셔버든데 आज्ञा 나무도 मान्नुपर्छ 알았어 भनेर अनि गुरुले जे भने त्यो मान्नुपर्छ भनेर नराम्रो कर्म लगाएको पनि 너나 छ जे भए तापनि 나는 라마카시에게 소설이야 베 레드에 제베기 로마티소 अनि 코안에 कुनै 타기 गुरुले चेलालाई आफ्नो इच्छा पुरा 지 गर्नको लागि आशा 내가 भरि 제모 पूर्ण 줍시 गर्नको लागि 얘는 소설이 그쯤이야 꾸버서 하디 코안에 타네 대베 개체지 अनि 두어쯤 आफ्नो के 당연히 हो 배 त पुरा पुरा 취해야 इच्छा 좀 पूर्ति गर्नको लागि 배 होइन 개체나 रुगसिलले 개체 सियोधरि 두어쯤 사는 आफूले 서로 चाहिनुको लागि होइन 딱한다 소설 मुक्ति मार्ग 그쯤이야 मोक्ष 꾸버서 하디 भन्दाखेरि नि 개체 लुको सिराउने 개체나 그봐 सियोधरि आफूले चाहेको जस्तो अनि 천년의 आफ्नो 제모 줍시 इच्छा पुराउनु गर्नको लागि होइन 꾸버서 नराम्रो कुरोमा 하디 लगाउने 내가 कुराहरू पनि छ 땡기는 भनेर 제주야 यसरी बताएको छ 다 딘데 제딩게 딘데 라마딘데 알았어 अनि 딘데 그 यस्तो गुरु पनि छ है 라마디지 भनेको 로스 छ 댄삼 성어로 삼로 त्यही कारणले 땅땅 베데 노르도 알았어 अनि गुरुको विचार गर्ने तरिका नै एकदम गलत भएको छ त्यही कारणले गुरु भनेको भरमा हुँदैन है गुरु कस्तो गुणको हुनुपर्छ हामीले 제제들이 जान्नुपर्छ 숨도와 भने आठौँ कर्म भने 드림사야 드릴에 하고 뭐 छोटो 셰바를 व्याख्या 개체마시 다들은 आठौँ 뭐가 댄주 셰바사 सयौँ 봐 वचन भएको 댄주 यस्तो 셰바사 छोटो 되네 व्याख्या र भएको 라멘 किताब 연구 간데 यो 나눠라 आठौँ 가르치는 कर्ममा 사람 मिग्यो दोर्जेले 댄주 बताएको छ 라 ठितुङ ग्याचा 셰바사 त्यो भित्र 되다 कुरा हो यो 더디 댄주 넘버 중이를 개발해서 드리 송도와 अब 9 नम्बरमा 최근 गुरुको 너를 क्वालिटी कस्तो 라 हुनुपर्छ 댄주 भने 넘버 중이를 शास्त्रमा 개발해서 드리 송도 शास्त्र जानेको बुझेको भनेको छ यो गुरु पञ्चशिखाको 용라를 टिका भनौँ न 셈도 गुरु 댄주 सत्कार टिकाभित्र 여 के लेखेको छ 중이 송지 대솔래야 शास्त्र जान्ने कस्तोले भनिन्छ 개발해서 भन्दाखेरि 고예 송도 आफूलाई बदल्नु सक्ने 다들네 지준 잡고 ग्रन्थहरू के हो 가르송도 बुझ्नु 사나 सक्ने अरूलाई 다 बताउनु सक्ने 댄주를 개발해서 जे भए 그런 तापनि के हो 짓을 त 까다 댄주를 12 वटा कुरा जानुपर्ने रहेछ धर्म 전 검들이야 तर्किक कुराहरू 댄주를 अर्थात् 개발해서 돼 तोकेबा भन्नाले यो हरुदुस राम्रो नराम्रो कुरो त 너에게 विश्लेषण गर्न सक्ने 까다 댄주를
अर्थ जान्ने, सप्ताह जान्ने, कलाखान खेबायो देबसी लेजिन अ, कोगुयस अब नाचगान जान्ने, त्यसको देलेजिन स्वाद दिसिनासा रसलाई नाने जे बुझ्नु सक्ने, दिमाछरा ग्याजु खारसों दोसाना अरूलाई के हो त आफ्नो तेजु ल्याउमा शेबसा दे ठाउँमा अनि बुझाउन जुबे सक्ने ने इच्छा चुदर के हो, देने सुमदा अनि इच्छाको विदेशीला कुराहरू बताउन सब सक्ने, जुलिया अनि चिकित्सा खेबा कुराहरू, तेजु त्यसै शेबा गरी कोगुयस ज्योतिष शास्त्रहरू, तेजु सोंसा कल्प जे कल्प दंगा बसिमबियोगी भनौँ न यो तेजु खेबसा दे दोर्जी खुर्ग नाल शिल्पकलाहरू, खुर्गी लुङजी ठाना अनि छने विज्ञानको जुबेने कुराहरू नम सबै कुन जानेको खेसा हुनुपर्छ। यसलाई लुङजी नै ठाना छने विज्ञान के हो त, अनि क्षमा पाऊँ, शास्त्र जानेको बुझेको नांग भनिन्छ देने भनेर सुम बताएको छ। शेबला सब ता जेसु ढपाके छ देने यस्तै सुम सब तिन्दे भन्नुभएको छ कि खेबाजी कोगुयस पारमिताहरू, तेजु सोंसा ता पारमिताहरूको दोना भएको ता अब तेजु बुद्ध शेबसा वचन दे रम र नन यसको जुबेने चु शास्त्रहरूलाई जे भए तेदा तापनि जानेको मजुमा हुनुपर्दछ भनेको छ। दोंगा ग सातौँ सुंग कर्म देवा पछ्यौदा ग्याछोले तेजु शेबस रिक्पी नेचु तेजु कला खाजम 10 वटा गोछे देबसी विद्या तेजि शास्त्रहरू, तजि कोगुयस त्रिपिटकहरू, चारवटा के हो त सांगी काय तन्त्रहरू, सुंबा खारे बा क्रियातन्त्र, तेंजुनि त्रयतन्त्र, योगतन्त्र, कासुमा अनुत्तर तन्त्रहरू खारसुम बिम बुझेको कला खाजम कि बुझेकोलाई नै गोछे देंगे चाहिँ शास्त्र कोगुयस जानेको भनेर बताएको छ। चङ्गापाले यस्तो Today भन्नुभएको छ, Hindusan chidang dal lama di विभिन्न sanga ki विज्ञान karshu ne siebe lama di sanga doji विज्ञानको tibe ki lobe Hindusan स्थानमा ane सबैमा पोख्त भएकोलाई ko नै sanga da shen go be शास्त्र जान्ने भनेर tri बताएको shen छ। ma ko che अर्थात् sanga she ba tu ma so be त्रिपिटक tiba बुझ्ने chi बताएको jung छ। gi shilim de sum gi nam sha la ko ra zum cha tu be जे cha भए ba chi पनि के ko हो go yo त ba 10 che प्रकारको ko ra विद्याहरू zum cha ba chi ko yi sa भनेर de बताएको ma छ। cha na ba je lo ma je se ya kala kha ba yi त्यही कारणले जे भए तापनि tēlā yā गुरुले tā चेलालाई kāpū आफ्नो rūmbu ठाउँमा chēngi ल्याउनलाई chāngi kōndu shio nā वज्रयान भने lāme के kī हो, tsīngi sūm हिनायान sūm भने tō के हो, rō yā अर्थात् shirab chēmbi kōni सर्वकयान chēngi भनेको के हो, lāmnām rīpa chī kō बोधिसत्व yu भने के yas हो, यो tā tī ज्ञानको sōng yā कुराहरूलाई बुझ्नु dī gīm सक्ने, chē shē बुझाउन dī सक्ने jē tī भएकोलाई sū नै jē bē sō chē ज्ञान nā rō भएकोलाई yā नै kārē dī गुरुले jē shī gyō भएको rō गुरुले shio नै yī na चेलालाई बुझाउन सक्छ, अनि गुरु चेला भन्ने मिल्छ tā tī tā tā pā shū yī बताएको dā छ। shirab mē bē yī na kār chā gā rā sā na lō mē kī sīm gyū dā tū bī अन्त chū shē गुरुमुजीले shī यो mā कुरा बताउनु भएको छ, त्रियानले बुझ्नुपर्ने, त्रिरत्नले kārā sā बुझ्नुपर्ने, ndā सत्य sīm jē mē मार्गमा bā mā लगाउन gu yā सक्नेलाई rē नै rā शास्त्रलाई sīm jē mē bā mā gu बुझेको yā rē जानेको भनिन्छ भनेर sīm बताएको छ। jē sū sū अब sū lī दुसुन yā dā खेम्बाले tī बताउनु kār shū भएको dā अब jī छोक्सियो भने भित्र के रहेछ, यदि गाछो आफूमा बस्दैन प्रज्ञा दादा छैन भने बस्दैन दादा चेलाभित्र भएको मनको कुरा के छ करो छे त्यो मेरा में बुझाउन ये सक्दैन ये भनेको साने छ। अने प्राणीहरूको इच्छा के सिमजे छ, में बा मा आफ्नो बचने से यार चेलाहरूको खरांग प्राणीहरू लो के द छ, थिम दंगा विभिन्न शे शिंग आफ्नो इच्छा दादा अनुसार कुराहरूलाई तिबा मेंबर विश्लेषण ना गर्न तिबा सक्दैन। में बे छे 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 बा तिबा सिंबल में ना तिबा छिम बे छे 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 बा वा अनि ताने से संगा दोजी तिबा में ना संगा दोजी तिबा वज्रयानको छे कुरा छे छे इच्छा गुरु नहुनेलाई बा वज्रयानको धर्म सिकाउने, थेरावदा कुरालाई ताने सिंगे इच्छा दादा नभएकोलाई थेरावदा सिकाउने, गोम्बो छ्याबे रिबे ने बोधिसत्वयानको गा कुरालाई ताना इच्छा केबल मा नभएकोलाई छे ना थेरावदा खाजो की क्या थंजी बोधिसत्वयानको कुरा केबल सिकायो बे भने त्यो त तुलसी सुन भएन नि वा त। ताने यसलाई चाहिँ के सिंगे भयो त, छो यस्तो जे क्या नभएको हुनुपर्छ, अने जस्तोलाई कस्तो ngazupe ज्ञान चाहिएको छ, setung कस्तो yuzum सिद्धान्त de la चाहिएको छ, कुन यानको ane कुन ज्ञान चाहिएको छ, कुन ध्यान चाहिएको, karchinang त्यही timu अनुसारले gi बताउन be सक्ने हुनुपर्दछ ribo भनेको छ। dan tenje mangbo nye त्यस्तै ya गरी ga यदि tuzu yo ma re विद्यामा lobe ya 5 ga tuzu विद्यामा yo पोख्त ma re भएन भने tende hindusan na nang ri कि यो tenje de संसारको ja de अर्थ ke ज्ञान su bo प्राप्त yes भए तापनि tende sun सर्वज्ञ ma re प्राप्त ta हुँदैन dona भनेर बताएको छ। yi rab chuna na जोइसलाई क्या ta अतिशय गुरुले पनि बताउनु ringe la भएको so रहेछ। be kenge ye de ko re अनि te ma यदि chuna हामी ya आयु nang de छोट ri be अल्प आयु भए nang ri तापनि be ki यो tenje de जीवनको लागि kala ga हामीले के हो jum त, ke ba ye de ko यो re ma da be lama अ, tele chö kandri shi be ne शब्द nge shingi जान्ने me अर्थात् Sede sede ngi chigi niruma व्याकरण re. जान्ने, Arwa, प्रमाण chö जान्ने, bidis विभिन्न naro विद्या, chila, o ta di nge shingi me शिल्पकला da nge शास्त्र ta जस्तो lema ngi. सिके तापनि Ya chö अनि bidis naro chila, te nge shingi me nge lop chon सुन्नु shema ngi. जानेन, Nge shingi me, सिक्नु sede che जानेन che, भने shingi me यो के sede हो nge त, chi, अनि tende chi lama केही chi na पनि da, यसले ita chunga. काम गराउने। Re त्यही di कारणले ju za de, भित्री आफ्नो shirab मन chimbe चाहिँ ko ne shingi lamnan che ne. सत्यता हुनुपर्दछ। भित्री बाहिरी Sim विद्या jimbe ba जानेर ta te काम ba, छैन। naso chi, त्यसले पनि यो संसारमा kandri झन् je be माया na, मोह झगडा teta ल्याउँछ। tera chambe be, भित्री chö विद्या सिक्नु ten जरुरी che. छ भनेर Ane बताउनु भएको de, रहेछ। tabe, karjo lable ya, chi tu ba chi tene shi go. अनि गुरुदेखि ज्ञान धर्म के सिक्ने, के बताउने त हो भन्दाखेरि म Oda today Hindustane जे ta भए तापनि degi यो कुरो सबै tada कुरा singi नजान्दा पनि के guru हो di त, आफूमा एउटा sholok प्रज्ञा छैन arbo ki भने, dembi कुनै singi कुराहरूको guru आफूले di baji बुझ्दैन, English de सेरप ba छैन भने, oda कुनै today कुराहरू Hindustane जस्तो सुकै बताए तापनि ta di आफूले ji राम्रोसँग singi नबुझेको sung खण्डमा ba ji त्यसमै singi नै भौतरी नै हुन्छ। sung यसलाई ta ji एकदम singi le ध्यान दिनु kyabrak जरुरी singi छ sa do भन्ने si चाहिँ yango अतिशयले बताउनु भएको रहेछ। tere do si shibje अब ruji हामीले si यसमा ayo sare बुझ्नुपर्छ कि rwa होइन, सामान्य ji गुरुको singi लक्षण si भनेको do के हो, kare ji विशेषतर ji गुरुको singi si लक्षण भनेको yore यसमा के हो त, kyabrak हामीले singi si विश्लेषण गर्न Hindustane जाँच गर्न kare जरुरी ji छैन। kyabrak singi si yore rwa अनि di ji सायद shibje अब ruji आज म to यतिमै अब si विश्राम xian yi चाहन्छु। majida sani ne shuchor wa अनि ta भोलि फेरि khaji यसको tin लिन de ga हुनेछु। sam sha na sam आजको da लागि la so गुरुको लक्षणमा सामान्य गुरुको लक्षण 9 प्रकारको थियो, यसको विषयमा बताइदिएँ। धन्यवाद। तो भाई से बे सोले नो वा न्यर लो शो
ओम।